हाइट म एक्लै छु आज भइसकेन चितलाङ अब 2.5 घन्टा 3 घन्टाको बाटो कम्प्लिट गरेपछि छु ठ्याक्कै होइन गाइस है म चाहिँ सर र चितलाङ पुगेको होइन चितलाङ आएको चितलाङ चाहिँ ल्याङफ्याङ रहेछ अहिले लगभग 4-5 वर्षभन्दा बढी हालत चाहिँ ठ्याक्क चितलाङमा आउँदाखेरि बा यो किन भत्काएको त ल्याङफ्याङ भन्छ है पहिलेको हेरी त पहिले कस्तो राम्रो थियो अहिले त भत्का छ है किन हजुर म्याथ भनेको ए अब यो अनि के गरेको यो अब यो हजुर कलेज ए कस्तो के कलेज बन्न लागेको छ बा ए मदन भण्डारीको ए म यहाँ चाहिँ मदन भण्डारी कलेज बन्न लागेको रहेछ भनेपछि ल ल कलेज बन्न लागिरहेछ अरे यहाँ चाहिँ एकदम यो यिनीहरू पनि कलेजको सर हो बा यहाँ चाहिँ कलेज बन्न लागिसकेर चाहिँ ठ्याक्क चितलाङ कति नै राम्रोसँग आएको तर चितलाङ त्यस्तो रहेन त अहिले सोचे जस्तो अब यस्तो यस्तै भयो आइयो यहाँ यो चाहिँ यो के बगान नस्पाती बगान होइन यो नस्पाती फल्दैन ए ओके यहाँ चाहिँ त्यस्तोहरू छ गाइस है लुगाहरू जस्तो पारीको यो दामी घरहरू छ है यहाँ पुराना घरहरू रहेछ निकै साइजका राम्रो रहेछ होइन म चाहिँ भेडा फार्म भनेर आएको तपाईँको यो भेडा फार्म हो कि यो मकैबारी हो कि के हो गाई चाहिँ है गाई चाहिँ मैले चाहिँ केही बुझ्नै सकिनँ गाईको पुरा मकैबारी जस्तो देखिन्छ ट्याक्क म त केही थाहा पाउँदिनँ पुरै मकैबारी छ है सर र ट्याक्क म चाहिँ ट्याक्क भेडा फार्म भने आएको खोइ भेडा फार्म जस्तो पनि देख्दिनँ कहाँ हो भेडा फार्म पनि ट्याक्क यहाँ चाहिँ बाइक मेरो हालत त्यस्तो छ पिरो लगाएर ट्याक्क है होइन सर्लक्क म अब यसरी भेडा फार्म भन्दै आएको मकैबारी रहेछ स्वर्ग हेर्ने हो स्वर्ग ए स्वर्ग मैले म मर्को उसमा आइपुगेँ है मर्को यो वाला उसमा टाउनमा आइसक्यो है ट्याक्क त्यस्तो रहेछ है यहाँनिर चाहिँ यस्तो रहेछ टकको
यो बोट्नेहरू गर्ने ठाउँ यहाँ रहेछ। म चाहिँ लगभग 4-5 घन्टाको पछि मर्फु भन्ज्याङ आइपुग्यो। त्यही यस्तो रहेछ, कालो रहेछ। यस्तो रहेछ, यस्तो रहेछ है।